भुटानी शरणार्थी काण्डको थोरै भनिदिनु भएको भए हुन्थ्यो। भुटानी शरणार्थीको काण्ड मैले भने त्यो तपाईँले मलाई सोध्नु होइन। के भन्नुहुन्छ हौ? त्यो काण्डले गर्दा सरकार ढालेर चाहिँ सबै भ्रष्टहरू मन्त्री भएको छन् रे त नि। तपाईँ बाहेकै भाउजू फेरि नरिसाउनु नि फेरि। अब तपाईँलाई नसोधेर कसलाई चाहिँ सोध्नु भन्नु त? तपाईँको पुच्चुली देवरले। तपाईँ यु क्यान गो टु द कोर्ट। अङ्ग्रेजीमा हप्कारै हुँदैन हौ यो भाउजूले त के साह्रो हेपेको मलाई। कोर्टमा गएर जुन नेपाल प्रहरीले बुझाएको रिपोर्ट त्यसमा इच एन्ड एभ्री वान जसको उजुरी परेछ, जसको चाहिँ त्यहाँ पैसा लियो भनेर नाम त्यो जसको पैसा लियो। तपाईँ अङ्ग्रेजी नै बोल्नु के? तपाईँलाई नेपाली नै आउँदैन? कति गाह्रो भइरहेछ मेरो भाउजूलाई। हामी बुझ्छौँ त, इच एन्ड एभ्री वान बुझ्छौँ के? जसको चाहिँ त्यहाँ पैसा लियो